विशेष यस कर्बुटार ग्राउन्डमा है हामी कर्बुटारवासी खेल एकता सङ्घले 24 डिसेम्बरदेखि हामीले फुटबल अर्गनाइज गऱ्यौँ है। त्यसमा हामी 24वटा टिमले भाग लिनु भएको थियो है र 24वटा टिम भाग लिनु आउनु भएर आज हामी जनवरी 26 को दिन हामीले फाइनल सम्पन्न गऱ्यौँ र फाइनल पनि हाम्रो एकदमै सक्सेस भएर गयो र स्पोर्ट्सहरूको प्रोग्राम राखेको थियो त्यसलाई पनि हामीले त्यो पनि हाम्रो एकदमै सक्सेस भएर गयो र जति आज हामीले बोलाएको गेस्टहरूमा अब चिफ गेस्टहरू आज हाम्रो चिफ गेस्ट थियो आज हाम्रो सुमित म्याडम है उहाँ आइदिनु भयो उहाँ पनि आइदिनु भयो र अन्य गेस्टहरू पनि आउनुभयो र यसमा हामीले मेन चाहिँ हामीले हाम्रो सभासद पिरे बुबुलाई हामीले निम्तो दिएर हामी खुदै गएर बोलाएको थियौँ र उहाँ उसको बिमारीले गर्दा ऊ आउनु सकेन र उहाँको छोरा पुत्र दिनेश राईलाई पठाइदिनु भयो होइन। उहाँलाई पनि एकदम हाम्रो अभिभावक हुनुहुन्छ गार्जेन हुनुहुन्छ उहाँलाई मुरी धन्यवाद चढाउँदछौँ हाम्रो सभासदलाई पनि। उहाँ त नआए तापनि छोरा पठाइदिनु भयो है। यसमा हामीलाई पुरा सम्पूर्णसँगले उहाँले सहयोग गरिदिनु भएको छ। अस्तिदेखि हाम्रो विषयमा चिन्तित हुनुहुन्थ्यो र त्यो अनुसार नै उहाँले छोरा बिमारी भएर पनि उहाँले छोरा पठाएर हाम्रो आजको यो 26 जनवरीलाई सफल पारिदिनु भयो र अन्य बोलाएको गेस्टहरू पनि आएर एकदमै हाम्रो यो प्रोग्रामलाई सुचारू रूपले हामीले अगाडि बढाउन पायौँ र सबै जति पनि आउने खेलप्रेमी फुटबल प्रेमीहरू जति पनि फुटबलमा रुचि राख्ने सम्पूर्ण दर्शकवृन्दलाई पनि हामी कमिटीको थ्रुबाट एज म यहाँ कमिटीको प्रेसिडेन्टको थ्रुबाट पनि सबैलाई हामी धन्यवाद दिन चाहन्छौँ र जति पनि हाम्रो गाउँले बासीहरू आउनुभयो गाउँकोहरू पनि उहाँलाई पनि सबैलाई धन्यवाद छ र जति पनि हामीले पुलिस विभागलाई बोलाएको थियौँ उहाँहरू पनि आएर अहिले प्रोग्राम सकिन्जेलसम्म नै उहाँहरू खटिदिनु भयो। उहाँको ओसी साहेबहरूलाई सबैलाई नै हामी मुरी धन्यवाद दिन चाहन्छौँ र विशेष आज जुन खेलहरू थियो यसमा सिनियरमा थियो भोटे ब्रदर्स र मन्छेधुराको दोबानको थियो सिनियरमा र दोबानले जित गर्नुभयो र भेटेन टिममा चाहिँ योगदाले पराजित गरेर उनीहरू जित्नुमा सफल भयो र कसलाई जित्यो भन्दाखेरि हाम्रा मङ्गरजुङ हाम्रा यहाँका साङ्चेको हाम्रो ग्याङम्यानको टिम पनि थियो मङ्गरजुङबाट है र दुई टिम खेल्दाखेरि चाहिँ उहाँहरूले पराजित गर्नुभयो र मिनी टिममा गोले गाउँले र सबै खेलप्रेमी जति पनि आउने दाजुभाइहरूलाई खेलिदिनु भयो तपाईँहरूलाई पनि मेरोबाट एकदम आन्तरिक हृदयबाट धन्यवाद भन्दै यो मेरो दुई शब्द यहीँ राख्दछु। धन्यवाद। विशेष गरी आज दिनमा तपाईँहरूले फुटबल बाहेक अन्य स्पोर्ट्स पनि राख्नुभएको थियो। हामीले केवटा स्पोर्ट्स तपाईँ राख्नुभएको थियो कस्तो स्पोर्ट्स राख्नुभएको थियो? हामीले चाहिँ राखेको थियौँ आजको जुन स्पोर्ट्सहरू चाहिँ नानीहरूको लागि इभेन्ट्सहरू राखेको थियौँ है। नानीदेखि लिएर भएन हाम्रै यहाँ के अरे जति पनि गेस्टहरूको लागि पनि राखेको थियौँ है इभेन्ट्सहरू र अब डोरी तान्नेहरू पनि राखेको थियौँ र बासमा चढ्ने पनि राखेको थियौँ है। र यसै गरेर हामीले अब बेलुन फुटाउनेदेखि लिएर पाउरोटी खानेहरू रेली रेसहरू पनि राखेको थियौँ। म्याराथन नै भनौँ त्यसलाई र त्यो म्याराथनलाई चाहिँ हामीले टाढोबाट गऱ्यौँ न हामीले गराउनभित्रै नै गऱ्यौँ है। त्यस्तो हामीले खेलाहरू राखेका थियौँ। यो खेलाहरू पनि आज सबै हामीले अब सक्सेस भएकै हामीले त अनुभव गरेको छौँ। विशेष गरी आज तपाईँहरूले धेरै वर्ष बाद है कार्यक्रमहरू गऱ्यो सक्सेस भयो स्पोर्ट्स सक्सेस भयो र तपाईँहरू लगभग कति वर्ष बाद गर्नुभएको है त्यो जोस फेरि कसरी तपाईँहरू बोलायो? नमस्कार। पहिला है साङ्सेको सेरोफेरो हेर्नु भएर बस्नुहुने दर्शकवृन्दहरूलाई है यो चाहिँ तपाईँको हामीले यो ग्राउन्ड जब सुरु गरेको यो त जङ्गल त पहिला त जङ्गल थियो है। त्यसलाई सुरु गर्दा चाहिँ हामीले 98 मा सुरु गरेको थियौँ। 98 मा गरेर 2000सम्म चाहिँ अब हामीले ग्राउन्डै बनायौँ। त्यहाँदेखिको चाहिँ खेलेर 2001, 2, 3 चाहिँ अब हामीले इन्डिपेन्डेन्ट कप खेलायौँ। यहाँ इन्डिपेन्डेन्ट कप खेलाएर बादमा अब त्यति बेला त अब हामी युवा थियौँ है। बादमा गएर यहाँ 10, 11, 12 पनि खेलाएको थियो होला र त्यस पश्चात चाहिँ यो आएर त्यति बेला चाहिँ 7 साइड मात्रै थियो ग्राउन्ड यो र अहिले आएर जब 2025-26 मा आइपुग्दाखेरि चाहिँ यो ग्राउन्ड चाहिँ 9 साइडको भएकोले गर्दाखेरि चाहिँ नयाँ ग्राउन्ड
खने बापत चाहिँ यो चाहिँ हामीले फर्स्ट टाइम गणतन्त्र दिवस पारेर चाहिँ हामीले फर्स्ट टाइम गरेको हो यो। तपाईँहरूले यसपालि एकदमै राम्रोसँग सक्सेस गर्नुभयो। तपाईँहरूले अब आउने वर्षहरू पनि के सोच्नु भएको छ? यो वर्ष त अब हामीले जस्तो तसो सकिहाल्यौँ है, गरिहाल्यौँ अब सबैको साथ सहयोगले गर्दाखेरि। तर आउने वर्ष पनि अब हामी बादमा सल्लाह गरेर हामी कमिटी बसेर है, गाउँ बसेर सल्लाह गरेर अब के हुन्छ अब बादमा अब हामी गर्नेछौँ, निर्णय लिनेछौँ। र म यही भन्न चाहन्छु कि सम्पूर्णलाई है अब आज यो 2026 को गणतन्त्र दिवसमा अब हामीले अचानक यो हामीले फुटबल मात्रै पहिला सुरुमा चाहिँ अब हामीले फुटबल मात्रै सोचेर गरेको थियौँ यो प्रोग्राम। तर लास्टमा अन्तमा गएर चाहिँ अब हामीले गणतन्त्र दिवस मनाउने भएर यहाँ गणतन्त्र दिवसको दिन चाहिँ अब फाइनल परेकोले गर्दाखेरि हामीले स्पोर्ट्स गर्ने पनि भयौँ है, कतिवटा स्पोर्ट्स पनि राख्यौँ। बिहानदेखिकै दिनभरिको प्रोग्राम थियो है, प्रोग्राम भएर यत्रो दर्शकहरू आएर है, गेस्टहरू आएर सबैले मिडियाहरूले कभर गरेर सबैजना आएर है, तपाईँहरूलाई थाहै छ के भयो आज दिनभरिमा है, आएर सबैजनाले साथ सहयोग दिनुभयो है। आज हामीले सोचेको पनि थिएनौँ, हामी कमिटीले सोचेको पनि थिएन कि यस्तो भव्य रूपमा यो गणतन्त्र दिवस चाहिँ हामीले मनाउँछ, यो फाइनल चाहिँ हुन्छ भनेर चाहिँ सोचेको पनि थिएनौँ। तर यस्तो राम्रो प्रकारले यस्तो भव्य भयो कि जो चाहिँ अब हामीले अविश्वसनीय छ है। सबैजनालाई सम्पूर्णलाई इन्टायर सबैलाई हामी कर्बुटार एकता खेल सङ्घद्वारा चाहिँ धन्यवाद दिन चाहन्छु। हस्त हस्त धन्यवाद।